नमस्ते साथीहरू, हजुरहरू सम्पूर्णलाई डे विथ पेसलमा स्वागत गर्दछु। हजुरहरू सम्पूर्णलाई थाहा भइसकेको छ कि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन मिलिसकेका छन्। त्यही विषयमा हजुरहरूको लागि एकदमै ठुलो र आशा जगाउने कुरा लिएर म उपस्थित भइसकेको छु। बालेन शाह र रवि लामिछाने मिलिसकेका छन्। यो केवल दुई व्यक्तिको मिलन होइन, यो हामी जनताको आशा र भरोसाको मिलन पनि हो। एकजना सिस्टम भित्र बसेर काम गरेर देखाउने नेता हुन् भने अर्काजना सिस्टमलाई नै चुनौती दिने आवाज हुन्। अब प्रश्न को ठुलो हो होइन, देश कसरी बनाउने हो। यदि यो सहकार्य, इमानदारी, एजेन्डा र जनताको पक्षमा टिक्यो भने नेपालको राजनीति पुरानो ट्र्याकबाट बाहिर निस्कन सक्छ। आज जनता भाषण होइन, परिवर्तन चाहन्छन्। बालेन र रविको मिलन यदि शक्ति होइन, सेवाको लागि भयो भने यो इतिहास बन्न सक्छ। अब जिम्मेवारी नेताहरूको मात्र होइन, हाम्रो पनि हो। सहीलाई समर्थन गरौँ र गलतलाई प्रश्न गरौँ। जय नेपाल। डे विथ पेसललाई सबैले फलो गर्नुहोला।